पूर्व पहाडी जिल्ला ताप्लेजुङबाट यहाँहरू सम्पूर्णमा सेवा र नमस्ते। यो जिल्लामा अवस्थित धार्मिक क्षेत्र फक्ताङलुङ, मुकुमलुङ, पाथिबारा लगायत पर्यटकीय क्षेत्रहरू कञ्चनजङ्घा लगायत धेरै धार्मिक क्षेत्र पर्यटकीय क्षेत्रहरू रहेको जिल्ला र अहिले यहाँलाई म जानकारी गराउन चाहन्छु। बर्खे याम सकेसँगै अहिले चाहिँ एकदम हिउँदो याम सुरु भएको अवस्था र मौसम चाहिँ एकदम धेरै नै अहिलेको मौसम चाहिँ सहज भएको र तीर्थयात्री पर्यटक मित्रहरूलाई यो जिल्लामा, यो धार्मिक क्षेत्रमा, यो पर्यटकीय क्षेत्रमा चाहिँ अवलोकन गर्नलाई, यहाँ दर्शन गर्नलाई चाहिँ धेरै राम्रो वातावरण, धेरै राम्रो मौसम भएको हुँदाखेरि एकपल्ट ताप्लेजुङ जिल्लाको समग्र धार्मिक क्षेत्र पर्यटकीय क्षेत्रहरूमा भ्रमण गरिदिनु हुन म सम्पूर्ण तीर्थयात्री पर्यटक मित्रहरूलाई म अनुरोध गर्न चाहन्छु। र यो मुकुमलुङ जहाँनिर डाँडा देखिएको छ, यो डाँडाबाट चाहिँ ताप्लेजुङ जिल्लाको विभिन्न गाउँपालिका लगायत छिमेकी जिल्ला र मित्र राष्ट्र भारतको पनि केही भागहरू यहाँबाट अवलोकन गर्न सकिन्छ। अहिलेको चाहिँ मौसम खोलिएको समय हो र यो सिजनमा चाहिँ अवलोकन गर्न एकदम पर्यटकहरूलाई, धार्मिक तीर्थयात्रीहरूलाई चाहिँ सहज भएको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। धन्यवाद। सेवा।